यस्तै बनाउनु के हुन्छ पाकेन खै पाक्यो होला कि जुम इनसाइड त्यति भए पुग्छ होला बरे झोल खल्ला हुन्छ हड्डी हड्डी चाहिँ झोलमा राख्नु तर निकाला धेरै रहेछ कराईमा मसला बाबा खानुहुन्न देवा खानुहुन्न बाबा र देवा खानुहुन्न उब्रियो भने बरु यो उयो नै राख्नु झोलवाला चाहिँ उयो बरु हाला अझै झोल चाहिँ नखानु मम्मी मन हुन्छ देना ए ल ल झोल हाल्दै ल अदुवा हाल्नुपर्छ माथिबाट झोलमा अदुवाले अघि हाल्छ गरम मसला छैन नि जान्ने भएको छ झोल धेरै नहाल्ने होइन हाम्रो पारा नहाल्ने दबदब हाल्ने होइन यो त एकछिनमा सुकाइन्छ आगोले अब ल्याएर हाल्छु म